हेरौँ मन लाग्ने काठमाडौँ सहर भनेको यही हो हेर्नुहोस् त। तर यहाँ हेर्नै मन नलाग्ने काम पनि गरिदिएको रहेछ। यो चाहिँ हाम्रो आज इन्सपेक्सन गएको धुम्बाराईको एउटा अपार्टमेन्ट थियो है, खै सेन्ट्रल कि अपार्टमेन्ट भन्ने। यहाँ हेर्नुहोस् न, अहिले बजारमा एकदमै भाइरल भएको यो लिक्विड मेम्ब्रेन एक्सटेरियर बेसको वाटरप्रुफिङ केमिकल कोटिङ गरिदिनु भएको रहेछ। तर यसको कन्डिसन हेर्नु न, 1 वर्षमै यस्तो भएछ। त्यसकारण कुनै पनि काम गर्नुभन्दा अगाडि प्रपरली इन्सपेक्सन एकदमै महत्त्वपूर्ण छ है। तपाईँको फ्लोरको कन्डिसन कस्तो छ है, लगाउने मात्रै भनेर त भएन नि। अब दल्ने मात्रै भए त जसले पनि दलिदिन्छ, त्यो आफ्नो ठाउँमा छ। तर वाटरप्रुफिङ नै प्रपरली गर्ने हो भने चाहिँ एउटा स्किलफुल म्यान पावर है बाट राम्रोसँग प्रपरली पहिला के गर्नु पर्यो भन्दा तपाईँको रुफको फ्लोरको सर्फेस इन्सपेक्सन गर्नु पर्यो। केमिकल एप्लिकेबल छ कि छैन, त्यसपछि मात्रै अगाडि बढ्नुहोस् है। जसलाई पाए त्यसलाई 5 रुपियाँ 10 रुपियाँ सस्तो भयो भन्दैमा काम चाहिँ नगरिहाल्नुहोस् है।